अहिले सोसियल मिडियाबाट भएको प्रचारवादी अनुसार फिल्डमा छैन। सोसियल मिडियावाला स्टन्टवाला भन्ने गरेका छौँ हामीले। पहिला जहाँ जिते त्यहाँ उनीहरूको ओह्रालो छ। तपाईँ उपत्यकामै हेर्नुभयो भने उनीहरूको अहिले छैन। नयाँ नयाँ ठाउँमा भ्रम दिन सजिलो हुँदो रहेछ। भ्रम मुक्त भए यहाँ लगेर धेरै नेताहरूलाई के गरे के गर्न सक्दा रहेनछन् भन्ने हेरिसके हुनाले त्यस्ता ठाउँमा यी सब स्टन्टबाजहरू यो हल्लाखोरहरू हुन् भन्ने बुझ्यो जनताले। जहाँ पुग्न पाएको छैनन् बिचरा त्यहाँ चाहिँ फेरि त्यसको प्रभाव देखिएको छ। त्यसकारण त्यो प्रभावलाई पनि तर्कद्वारा खण्डन गरेर हामीले स्थापित गर्नु छ। राष्ट्रमा आइपरेको सङ्कट समाधान गर्ने माध्यमको रूपमा देशभक्त वामपन्थी र कम्युनिस्टहरूको एउटा शक्ति निर्माण गर्ने अभियानको रूपमा विगतका सबै समीक्षा गरेर अगाडिको निम्ति जनतालाई विश्वासमा लिने गरी संकल्प गर्ने अभियानको रूपमा हामीले लिएका छौँ र नेपाली कम्युनिस्ट पार्टी निर्माणको प्रक्रिया त्यही संकल्पको परिणाम हो। अहिले हामी यसमा संस्थागत रूपले झन्डै मैले हिसाब गर्दा 26वटा पार्टी त हामी संस्थागत ढङ्गले नै समायोजित भएका छौँ भने थुप्रै वामपन्थी कम्युनिस्ट व्यक्तित्वहरू पनि दिन प्रतिदिन यो पार्टीमा जोडिने क्रम बढिराखेकै छ र यसले गर्दा जनतामा बिस्तारै हामीप्रति आशा चाहिँ बढ्दै गएको छ। अबको विकल्प नेपाली कम्युनिस्ट पार्टी भरपर्दो शक्ति हुन सक्छ भन्ने भरोसा बढ्दै गएको चाहिँ छ। तर अझै हाम्रो पक्षमा वेभ आइसकेको भने छैन। जति माहौल आउनु पर्ने हो त्यो नयाँ भन्नेहरूले अलि बढी सोसियल मिडिया मार्फत चाहिँ अलि बढी नै चर्चा भएको छ। तर गम्भीर ढङ्गले नेपाल राष्ट्रको बारेमा सोच्ने, नेपाली राजनीतिको बारेमा विचार गर्ने बुद्धिजीवीहरू, देशभक्तहरू, सच्चा कम्युनिस्टहरूले भने नेपाली कम्युनिस्ट पार्टी नै विकल्प हो भनेर बुझ्दै जान थालेका छन्। यो परिस्थितिमा तपाईँ हामी सबैले गम्भीर ढङ्गले चिन्तन मनन गर्नुपर्ने र यो निर्वाचनको महाअभियान जो चलिराखेको छ यसमा हामी सबैले योगदान गर्नुपर्ने निकै ठुलो आवश्यकता अहिले देशमा पैदा भएको छ र तपाईहरु जो यहाँ काठमाडौँमा बसेर विभिन्न पेशा व्यवसाय सहित पार्टीमा लागिराख्नु भएको छ, तपाईहरुको भूमिका हिजो सामान्य अवस्थाको निर्वाचनमा पनि महत्त्वपूर्ण रहने गरेको हो। हामी अहिले थुप्रै पार्टीहरू एकताबद्ध भएका छौं, नेपाली कम्युनिस्ट पार्टी भएका छौं। त्योभन्दा अगाडिका निर्वाचनहरूमा हामी अलग अलग लड्दा पनि सम्पर्क समन्वय अन्तर्गतका कमरेडहरूको भूमिका निर्वाचनमा महत्त्वपूर्ण नै रहने गरेको थियो। निर्वाचन परिणामलाई सकारात्मक प्रभाव पार्नमा यो समिति अन्तर्गतका कमरेडहरूको भूमिका महत्त्वपूर्ण थियो भने अहिले त हामी नेपाली कम्युनिस्ट पार्टी भइसकेपछि, एकताबद्ध भइसकेपछि र यो असहज असाधारण परिस्थितिको निर्वाचनमा त हामीले पहिलेको भन्दा अझ बढी सक्रिय, पहिलेको भन्दा अझ बढी मेहनत गरेर चाहिँ निर्वाचन परिणामलाई सकारात्मक स्वरूप दिन अगाडि बढ्नु पर्नेछ। म पार्टी केन्द्रको तर्फबाट तपाईहरु सबैलाई यो विषम परिस्थिति हो, विशिष्ट परिस्थिति हो, यस्तो परिस्थितिको निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीलाई विजयी गराउने कुरा राष्ट्रको स्वाधीनताको दृष्टिकोणले, समाजवादको आधार निर्माणको दृष्टिकोणले, भ्रष्टाचारका विरुद्ध सुशासन कायम गर्ने दृष्टिकोणले, आर्थिक विकास र समृद्धिको आधार निर्माण गर्ने हरेक दृष्टिकोणले धेरै महत्त्वको छ। यसलाई सामान्य रूपमा नलिइदिन म तपाईहरु सबैसँग हार्दिक अनुरोध गर्न चाहन्छु।
यहाँ उद्घोषण गर्ने क्रममा नै तपाईले विवेकले यहाँ राखिसक्नु भएको छ। केही कामहरू हामीले उपत्यकाभित्र भएका विभिन्न क्षेत्रका मतदाताहरूलाई सकेसम्म कोही पनि नछुट्ने गरी निर्वाचन क्षेत्रमा जहाँ मतदाता नामावली छ त्यहाँ केन्द्रित गर्ने कामको तयारी आजैदेखि तपाईहरुले संस्थागत र योजनाबद्ध ढंगले गर्नु पर्यो। किनकि त्यसको प्रभाव चाहिँ प्रत्यक्ष रूपमा निर्वाचनमा पर्छ नै। दोस्रो तपाईहरुले यहाँबाट अलि बढी मेहनत गर्नुपर्ने देखेको हाम्रो पार्टी त अहिले सबभन्दा नयाँ पार्टी भयो नेपाली कम्युनिस्ट पार्टी। यो भन्दा नयाँ पार्टी नेपालमा कुनै पनि छैन। तपाई नामकै दृष्टिकोणले भने पनि यो पहिलो पटक नेपाली कम्युनिस्ट पार्टी भनेर हामीले भाषा व्याकरणको दृष्टिकोणले पनि सबै खालका पुच्छरहरू हटाउने दृष्टिकोणले नि हामी नयाँ भयौं। गठन भएको पनि कार्तिक 19 गते सबभन्दा नयाँ पार्टी भयो। विचारको हिसाबले भनियो भने पनि यो पार्टीको भन्दा नयाँ विचार अरु कसैको पनि छैन। संघीय लोकतान्त्रिक गणतन्त्रको वाहक पार्टी, सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय सबैको अधिकार र पहिचान स्थापित गर्ने पार्टी। यो विचार भन्दा अर्को र नयाँ विचार कसैको पनि छैन। तर अहिले एउटा भाष्य बनाउन खोजिएको छ सोसियल मिडियाबाट। त्यो भाष्य के भने नयाँ भनेको विचार होइन, नयाँ भनेको मान्यता होइन, सिद्धान्त होइन, राजनीतिक मुद्दा होइन, नयाँ भनेको पुरानाको विरोध गर्नु हो भन्ने भाष्य बनाउन खोजिएको छ। राजनीतिमा, इतिहासमा, सामाजिक विज्ञानमा, सामाजिक क्रान्तिको विज्ञानमा इतिहासदेखि प्रमाणित भएको कुरा के हो भने निर्णायक कुरा विचार र राजनीतिक मुद्दा नै हो। त्यो नयाँ छ कि छैन, त्यो राष्ट्र र जनताको हितमा छ कि छैन भन्ने कुरा मुख्य कुरा हो। त्यसकारण हामीले यो कुरालाई जनताको घर घरमा पुर्याउनु पर्नेछ। नयाँ हामी हो। चुनौतीका साथ भन्न पर्यो हामीले हामी नै नयाँ हो। विचारले नयाँ, नामले नयाँ, संगठनले नयाँ, राजनीतिक मुद्दाले नयाँ, हर दृष्टिकोणले हामी नयाँ हो भन्ने कुरा जनतालाई बुझाउनु पर्यो। जसले आफूलाई आजकल सोसियल मिडियाबाट हामी नयाँ हो भन्ने गरेका छन्, विचारको हिसाबले सबभन्दा पुराना हुन् भनेर जनतालाई बुझाउनु पर्यो। किनकि यो सत्य यही नै हो। उदार पुँजीवादका पक्षधर, दलाल पुँजीवादका पक्षधर कसरी नयाँ हुन सक्छन्? ती त नेपालको मात्रै होइन, विश्व इतिहासमा नै सबभन्दा पुरानो विचार भनेको त्यही त हो, पुँजीवाद। त्यसकारण त्यो हरेक दृष्टिकोणले नयाँ होइन भनेर बुझाउन पर्यो। अर्को हामीले अहिले पार्टीको नाम त नेपाली कम्युनिस्ट पार्टी बनायौं। चुनाव चिन्ह हामीले तारा बनाएका छौं। गाउँ घरमा, सहर बजार, टोल टोलमा पनि मानिसहरूलाई पहिलाको चुनाव चिन्हको सम्झना दिमागमा भइराखेको हुँदो रहेछ। कलममा छाप हाल्नेहरूले कलम सम्झिराखेका छ, गोलाकार भित्रको हँसी हतौडामा छाप हाल्नेले त्यही सम्झिराखेका छ, अर्कोमा हाल्नेले त्यही सम्झिराखेका छ। मलाई आज मात्रै, म अहिले रुकुम पूर्वको उम्मेदवारको रूपमा छु, त्यहाँबाट एकजना साथीले फोन गरेर पत्रकारले चाहिँ भन्नुभयो कि हामी त हँसी हतौडामा घोटालियो भन्नुभयो अरे क्या एकजना महिलाले। भनेपछि त समस्या रहेछ भन्ने देखियो। त्यसकारण हामीले घर घरमा गएर, टोल टोलमा गएर हाम्रो चुनाव चिन्ह तारा हो, तारा कहाँनिर छ मतपत्रमा भन्ने कुरा र भोट कसरी हाल्ने भन्ने कुरा पनि राम्रैसँग सिकाइएन भने भोट त अन्त जाने खतरा हुने रहेछ। हेर्दाखेरि यो सहर बजारमा र पढे लेखेका मान्छेको निम्ति त यो सामान्य कुरा हो, स्थापित भइसक्यो, बुझिसकियो भने जस्तो। तर सबैतिरको स्थिति हेर्दा सहर बजारमा पनि, टोल टोलमा, घर घरमा गएर नबताउने र नबुझाउने हो भने चाहिँ अप्ठ्यारो आउन सक्छ। त्यसकारण म तपाईँ सबैकोले पनि
आफ्नो ठाउँबाट भोलिन्टियरले र योजनाबद्ध ढङ्गले पनि यी टेक्निकल कुराहरूलाई पनि जनतालाई बुझाउन मेहनत गर्नुपर्ने छ। त्यसको निम्ति पनि म तपाईहरुलाई अपिल गर्न चाहन्छु। निर्वाचनको बेलामा मतदातालाई लिएर जाने सुरक्षित ढङ्गले मतदान केन्द्रसम्म पुर्याउने र त्यो मतलाई मतपेटिकामा हाल्ने र मतपेटिकाबाट निर्वाचन परिणाम नहुँदासम्म हामीले आफ्नो सतर्कता र सजगता सक्रियता गुमाउनै नहुने स्थिति छ। यसको निम्ति तपाईहरुको भूमिका धेरै नै महत्त्वपूर्ण छ देशैभरिको लागि। किनकि यहाँ काठमाडौँ उपत्यकामा त देशैभरिबाट विभिन्न पेशा व्यवसायमा हामी केन्द्रित छौं। हामी सबैले 77 जिल्ला र सबै निर्वाचन क्षेत्रमा प्रभावित गर्न सक्ने हैसियत छ। पार्टीले अहिले काठमाडौँ उपत्यका मात्रै होइन, विभिन्न सहरहरू, ठूला सहरहरू, पोखरा, विराटनगर, भरतपुर या दाङ, नेपालगञ्ज, धनगढी जस्ता ठाउँहरूमा पनि विभिन्न क्षेत्रबाट जो नागरिकहरू त्यहाँ बसेर काम गर्छन् उनीहरूलाई पनि केन्द्रित गर्ने अभियान पनि हामीले चलाइराखेका छौं। कमरेडले यति भनिसकेपछि म अब लामो व्याख्या नगरिकन स्थिति के छ त भनेर हेर्यो भने नेपाली कम्युनिस्ट पार्टी बनिसकेपछि हामीले 7 प्रदेशमा एकता सन्देश सभा, ठूला सन्देश सभा सञ्चालन गरिसकेपछि अनि दिनदिनै नयाँ पार्टी र व्यक्तित्वहरू हामीसँग जोडिँदै गइसकेपछि अब नेपाली कम्युनिस्ट पार्टी प्रतिस्पर्धामा अग्रपंक्तिमा छ भन्ने कुरा हाम्रा विरोधीले पनि स्वीकार्न थालेका छन्। विरोधीले पनि नेपाली कम्युनिस्ट पार्टी अग्रपंक्तिमा आयो प्रतिस्पर्धामा भन्ने कुरा। हामीले कयौं त्यस्ता व्यक्तित्वहरू जो पहिला मन्त्री भएका, सांसद भएका व्यक्तित्वहरू अरू पार्टीबाट ल्याएर टिकट पनि दिएका थिए। त्यसले एउटा सन्देश गइ नै राखेको छ। म त्यसको लामो व्याख्या गर्न चाहन्न। मैले एउटा कुरा भन्ने गरेको छु, प्राय सबै सभाहरूमा हामीले राम्रो मेहनत गर्यौं, एकताबद्ध भएर योजनाबद्ध ढङ्गले गयौं भने यो पटक नेपाली कम्युनिस्ट पार्टी 1 नम्बर पार्टी, पहिलो पार्टी बन्ने सम्भावना छ। यो मैले कुनै भावनामा आएर भनेको होइन। हामी देशभरि घुम्दाखेरि जनताको तहमा जे स्थिति बन्दै गएको छ त्यसलाई हेर्दा र मैले विपक्षीहरूका पनि कुरा सुन्दा, विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूले गरेका सर्वेहरूको रिपोर्टहरू हेर्दा यो पटक हामीले अझै अब 24 दिन बाँकी छ, 23-24 दिन मात्रै बाँकी छ। यो 23-24 दिन युद्ध स्तरमा हामी खट्यौं। सबैले भोलिन्टियर यहाँ अरू यो मिलेन, यो मिल्यो भन्न पर्दैन। अहिले हामीले भनेका छौं कसको कार्यविभाजन के माथि तल भन्न परेन। आफ्नो मतदाता नावली जहाँ छ, आफ्नो निर्वाचन क्षेत्र जहाँ छ त्यहाँ जाने हो र सिधै उम्मेदवारसँग र त्यहाँको पार्टीसँग जोडिएर फिल्डमा भिडिहाल्ने हो। यही हो अहिलेको सबैको कार्यविभाजन। यो भन्दा राम्रो कार्यविभाजन अर्को अहिले हुनै सक्दैन। हामीले चुनाव जितिसकेपछि त्यसपछि विस्तारमा हिसाब गरौँला, कहाँ मिल्यो कहाँ मिलेन आदि इत्यादि। त्यसकारण तपाई सबै कमरेडहरूलाई पनि म यो कुरा जानकारी गराउन चाहन्छु। मैले के देखिराखेको छु भने अहिले सोशल मिडियाबाट भएको प्रचारबाजी अनुसार फिल्डमा छैन। सोशल मिडियावाला स्टन्टवाला भन्ने गरेका छौं हामीले। पहिला जहाँ जिते त्यहाँ उनीहरूको ओह्रालो छ। तपाई उपत्यकामै हेर्नुभयो भने उनीहरूको अहिले छैन। नयाँ ठाउँमा भ्रम दिन सजिलो हुँदो रहेछ। भ्रम मुक्त भए यहाँ लगेर धेरै नै नेताहरूलाई के गरे, के गर्न सक्दा रहेनछन् भन्ने हेरिसके हुनाले त्यस्ता ठाउँमा यी सब स्टन्टबाजहरू, यो हल्लाखोरहरू हुन् भन्ने बुझ्यो जनताले। जहाँ पुग्न पाएको छैनन् बिचरा त्यहाँ चाहिँ फेरि त्यसको प्रभाव देखिएको छ। त्यसकारण त्यो प्रभावलाई पनि तर्कद्वारा खण्डन गरेर हामीले स्थापित गर्नु छ। सबै कमरेडहरू, यो चुनौतीपूर्ण अवसर नेपाली कम्युनिस्ट पार्टीलाई प्राप्त छ। हामीले धेरै मेहनत गरेर आजको देशको परिस्थिति, राष्ट्रको अगाडिको संकटलाई हेरेर नै
पहिला कमरेड माधव कुमार नेपाल र मैले नै कसरी यो परिस्थितिलाई चिर्ने भन्नेतिर बढी मेहनत गर्यौं। तपाईलाई थाहा छ 26 गते रातिको त्यो काली लाग्दो अवस्था, त्यस्तो बेलामा पनि हामीले यो देशलाई बचाउने हिसाबले, राजनीतिलाई सहजीकरण गर्ने हिसाबले भूमिका खेल्ने अवसर पायौं। हामीले त्यो भूमिका खेल्यौं र अहिले निर्वाचनतिर देश केन्द्रित छ। यद्यपि कतिपय पार्टीहरूले यो निर्वाचन नभइदिए हुन्थ्यो, निर्वाचन सारे हुन्थ्यो, संसद पुनर्स्थापना गरे हुन्थ्यो भन्ने पनि थिए, अझै पनि भन्छन्। तर अब त्यो स्थिति छैन। हामीले जे भन्यौं अहिलेको संकटपूर्ण स्थितिमा जनताको बीचमा जानेर निर्वाचन मार्फत नयाँ जनादेश लिएर आउने भन्दा वस्तुवादी र वैज्ञानिक कुरा अहिले नेपालमा केही पनि छैन भन्यौं। आज सिंगै राष्ट्र यही विचारमा, हाम्रै बुझाइमा, हाम्रै मतमा आएको छ। हामी सबैको निम्ति खुसी र गर्वको कुरा हो। सबै कमरेडले अब आउने 24-25 दिन पुरै मेहनत गरौं र परिणामलाई 1 नम्बरमा पुर्याउने संकल्प गरौं। कसैले हामीलाई रोक्न सक्दैन। यही भन्दै म बिदा हुन्छु। धन्यवाद। अभिवादन। कमरेड चन्द्रबहादुर शाहीलाई म आसन ग्रहणको लागि अनुरोध गर्दछु। त्यसैगरी निर्वाचन परिचालन, संघीय प्रदेश निर्वाचन परिचालनका सचिवालयका सदस्यहरू सबैलाई आसन ग्रहणको लागि अनुरोध गर्दछु। अब यो अतिथिको केन्द्रीय सदस्य कमरेडहरू सबैलाई म एकमुष्टमा आसन ग्रहणको लागि अनुरोध गर्दछु। कमरेडहरू, यहाँ हामी संघीय निर्वाचन परिचालन समितिका सदस्य, 7वटा प्रदेश निर्वाचन परिचालन समितिका सदस्य र जिल्ला निर्वाचन परिचालनका सबै सदस्य कमरेडहरू